नेपालीमा क्विकली न्युजको डिजाइनहरू बनाएर हाल्नुपर्ने हुन्छ भने तपाईँहरूको लागि मैले नयाँ अपडेट लिएर आएको छु। पहिलेदेखि नेपाली स्न्याप चलाउँदै हुनुहुन्छ अथवा भर्खर गर्दै हुनुहुन्छ भने पनि तपाईँहरूको लागि यो भिडियो इम्पोर्टेन्ट हुनेवाला छ है त। सो सबभन्दा सुरुमा चाहिँ आफ्नो गुगल क्रोम ब्राउजर खोल्नुहोस्, यहाँबाट जानुहोस् अनेपाली.com मा है। यहाँ गइसकेर तपाईँले डिजाइन इन स्न्याप बटनमा थिच्नु होला अनि यहाँबाट तपाईँले डिजाइनको टेम्प्लेटहरू भेट्न सक्नुहुन्छ। हामी न्युजवाला क्याटेगोरीमा जाउँ। अहिलेलाई 13 टेम्प्लेट देखाइरहेछ यहाँनिर। सो न्युजवाला क्याटेगोरीमा हामी जान्छौँ। यहाँबाट फर्स्टवालै डार्क फेडवाला टेम्प्लेट युज गरौँ हामी अहिलेको एक्जाम्पलको लागि है। सो अगाडिदेखि नै चलाउँदै हुनुहुन्छ भने तपाईँहरूलाई यो टाइप गर्ने नेपालीमा यो गर्ने त सजिलै थाहा छँदैछ है। रवि लामिछाने इन्डिया पुगेका छन्। ल यति गरेर लेख्यौँ रे हामीले होइन। अब यसको ब्रान्ड कलर चेन्ज गर्नलाई तपाईँले पहिले जान्नुभएकै छ, यसरी चेन्ज गर्न मिल्यो। तर फेडमा चाहिँ पहिला मिल्दैन थियो, अब चाहिँ मिल्छ है। सो सबभन्दा सुरुमा त यो फेड लक गरिएको हुन्छ। यहाँनिर हामीले क्लिक एन्ड होल्ड गऱ्यौँ भने यहाँनिर लेयर ट्याब खुल्छ, यहाँबाट अनलक गरिदिउँ हामी होइन। अनलक भयो। अब हामीले फेडवाला लेयर सेलेक्ट भयो है। कलरमा जाउँ हामी। यहाँबाट चाहिँ पहिला चाहिँ कस्टम कलर थिएन, अब चाहिँ हामीले यहाँनिर टक्कसँगले क्लिक गर्ने, यहाँबाट हामीले कस्टम कलरहरू पनि हाल्न मिल्छ है त। सो यसरी चाहिँ तपाईँले कस्टम कलरहरू पनि युज गर्न मिल्यो यहाँनिर। मन पर्यो भने लाइक कमेन्ट एउटा गर्नु होला अनि सेयर गर्नु होला भिडियो आफ्नो साथीहरूलाई। अरू कुरा भनेको त्यस्तै हो। ओके बाई।